दिनेश बोलाउँछ कि तेरो आले गत्तु उठा के गत्तु यस्तो हुन्छ भन्ने थाहा छ मैले दिन्दिनँ गाने दिनेश भाइ चाहिँ पानी लिएर पखाल के जा पखाल पऱ्यो नि छि माछी अलि झ्याउ भयो म हरकत गर्छ भनेर थाहा पालेको थिएँ कि पहिले दिनेश भाइ हटिकै ले लिएर आन यहाँ यो जोइन गरेको यसमा छोऱ्यो आयो कि ऊ त्यहाँ धाराबाट लगाइदिएन ऊ त्यहाँ के यसलाई त्यहाँ जोडिदियो भने यहाँ थुतेर हो त्यहाँ जोडिदियो तँ पाउँछ कि त्यहाँ त्यही जोडिदियो त्यसमा तँ खोल्दैन पाक गोतान साथी यार तिम्रो त्यहाँ जा त धारामी बस पाँच पकन्टो पनि भेजा पनि धाइने चौचौ पनि हो नि एक लट अब एक लट जा त्यो फेरि हाल्नुपर्छ आयो नि धाराबाट रमाइलो भयो एकछिन बडा भाइ त कस्तो भाव लाग्यो समीर दाइ सकियो अरे तौवा हुन फाल्यो क्या त्यो हो बास बास भयो समीर दाइ ऊ हित्ती पनि फाल्दे ऊ हित्ती न देखिहाल्छ गत्तु यार तिम्रो हर्कत हान्यो नि समीर दाइ एकदिन रुके अब फेरि रेस्टो हान्ला छोऱ्यो छोरी आइ नै छोरी अन्त बरु भाइ कहाँ छ कि समीर दाइ बरु भाइ अरे समीर दाइ खोज्नुपर्छ बट्टा तेल त अहिले रमा डुब्यो भने त डुब्यो र कम खाने दियो न दिर्खा यसले ककटेल भयो कि खोज त्यसलाई दाल त दाल